हेलो गाइज अहिले हामी चाहिँ सिसोरमा छौँ द ब्युटिफुल प्लेस सिसोरमा घुम्न आएका छौँ तपाईँहरूले यो देखिरहनु भएको छ सिसोर यस्तो प्रिन्टिमस राम्रो प्लेस चेक द आउट यहाँनिर खेलिरहनु भएको छ पानीमा रमाइलो प्लेस यस्तो प्लेस कल टोयामा आकाश हेर्नुहोस् क्लियर वेदर र परसम्मको एकदमै राम्रो भ्यू छ दिस द ब्युटिफुल प्लेस यु हेभ एभर सिन आज हामी जापान भिजिटको थर्ड डे we came to this place called Toyama Prefecture. साँच्चै नै राम्रो प्लेस छ आज सिसोरको भ्रमण खानासाना खाइसकेपछि आएका छौँ and guys it's me here right now haha very cool 360 degree को हेर्नुस् ओ त्यहाँ पर एउटा देखिन्छ the monument around there people playing here यतासम्म रमाइलो सिचुएसन छ ठिक छ म तपाईहरुलाई अपडेट गराउँदै गर्छु आजको लागि चाहिँ सायद यति नै हुन्छ होला नेक्स्ट टाइम विल take you to some other different places जहाँ रमाइलो हुन्छ you can check it out stay tuning keep subscribe like the channel bye bye ओके हामी अहिले यो टोयामा प्रिफेक्चरको एउटा जापानको टोयामा प्रिफेक्चरको एउटा सिटीमा आएका छौँ आजको टाइम घुम्नलाई इट्स अ ब्युटिफुल प्लेस यु क्यान चेक इट आउट हेर्नुहोस् तपाईँहरूले इट्स अ ग्रिनरी किनभने स्प्रिङ सिजन छ तर दुःख कुरा वी क्यान सी द साकुरा एनिमोर ओके किप ट्युनिङ माई च्यानल भित्र क्यासल हेरेर आएको थियौँ तर क्यासलभित्र खासै रहेन रहेछ तर यु क्यान सी द क्यानलको यतापट्टि हेर्नुहोस् त त्यहाँनिर डुङ्गा देखिरहनु भयो होला तपाईँहरू इफ यु वान्ट देन टिकट काटेर त्यो डुङ्गामा जान पनि सक्नुहुन्छ अनि यहाँभित्र चाहिँ फिलिपिन्सको फेस्टिभल चलिरहेको रहेछ एन्ड इट्स अ क्वाइट ब्युटिफुल प्लेस सराउन्डेड यस्तो छ यहाँ क्यानल छ टप ब्युटी नच ओके लभ यु टेक केयर आजको हाम्रो जर्नी यतिकै अहिले हामी टोयामाको माथिको टावरबाट हेर्दैछौँ यु क्यान सी द भिलेज फ्रम ल दर्शक मित्रहरू तपाईँहरूले यहाँ हिमाल पनि हेर्न सक्नुहुन्छ यहाँभित्रबाट साह्रै राम्रो छ बाटोमा उड्न पनि उड्छ तपाईँलाई उडेको देख्नु भएको छैन लुक एट द स्वान छ यतापट्टि यता हाम्रो माछा छ ब्युटिफुल माछाहरू रातो हरियो पहेँलो माछाहरू यतापट्टि यता स्वानहरू छ they are ready to fly and यतापट्टि अघि हामी गएको टावर यहाँ छ हेर्नुभयो सो गुड स्वान देख्नुभयो स्वान नजिकबाट अझै हेर्दाखेरि हेर्नुभयो यस्तो स्विट क्युट एन्ड हम्बल स्वान आज हामी फेरि द जापानिज सीमा आएका छौँ आज पानीको स्तर पनि अलिकति बढेको छ जापानको तपाईँहरूलाई आमाहारासी पनि गएको थिएँ म तर त्यहाँको भ्यू चाहिँ देखाउन पाइनँ आइएम एक्सट्रिमली भेरी सरी फर द्याट
आज चाहिँ यसरी पानीको स्तरहरू बढिरहेको छ. यु क्यान सी द जापानिज सी ओभर देयर. अब मैले सुनेअनुसार थाहा त छैन मलाई, तर त्यो समुद्र पारी चाहिँ कोरिया छ भन्ने चाहिँ सुनेको छु. यु क्यान सी द लाइटिङ अफ द सी. हेर्नुहोस् त कस्तो रमाइलो इन्भाइरोमेन्ट. अनि जापानमा चाहिँ यस्तो पानी चाहिँ यसरी बग्दो रहेछ यहाँबाट. यहाँबाट बगेर सिधै जापानिज सीमा पुगेर यस्तो प्रकारको जलस्तरहरू बनेको छ. भेरी अमेजिङ भ्यू. बस्नलाई एकदमै रमाइलो छ. मान्छेहरू यहाँ आएर बस्ने गर्छन्. शान्त सुनसान गहिरो निलो समुद्र. वे टु मच ब्युटिफुल. हेलो पिपल, सबैलाई स्वागत छ. आज हामी यो टोयामाको एउटा पार्कमा घुम्न आएका छौँ. यु क्यान सी द फ्लावर्स ओभर देयर. यो पार्कमा चाहिँ धेरै पुरानो विशिष्ट मान्छेहरू पनि आउनु हुँदो रहेछ यो पार्कमा. अनि यहाँ एउटा खोला छ. खोलाको पानी यति सफा छ, हेर्नु न, पानी खानै मिल्ने जस्तो सफा छ क्या. सो टु गुड वाटर ओभर हियर. एकदम सफा पानी छ. देखेर नि खुसी हुने टाइपको मन. हेर्नुहोस्, इट्स लाइक गोदावरीको कुनै एउटा पार्क जस्तो पनि छ. तर यो चाहिँ हाम्रो टोयामा प्रिफेक्चरमा रहेको छ. ओके, अरू पनि देखाउँला. अहिले चाहिँ हामी यो जापानको नामेरिकावा भन्ने सिटीमा छौँ. टोयामा प्रिफेक्चर. अहिले यस्तो रहेको छ. यहाँको गल्लीहरू चाहिँ अलमोस्ट सुनसान छ. मान्छेहरू छन् तर अब देखिँदैन. यु क्यानट सी. अनि यहाँबाट निस्केपछि राइट देयर मेन रोड यहाँ छ. हाम्रो मान्छेहरू खाली छ. यता पनि खाली छ. सिधै जान पनि सकिन्छ. हामी यसरी सिधा गएपछि यस्तो छ यहाँको रोडहरू. यस्तो एकदम साइलेन्ट नै हुन्छ. मान्छेहरू टाढा टाढासम्म एक दुईजना देखिन्छ. धेरै मान्छेहरू हिँड्ने एकदम डिसिप्लिन छ यहाँनिर. रेड बलेपछि कर्नरमा रेड बलेपछि रेड नै हुन्छ. गाडीहरू कुर्छ. के भने मैले रेड बोलेपछि रेड नै हुन्छ. रेड बोलेपछि गाडी रुक्छ. यो चाहिँ हामी अहिले टोयामा प्रिफेक्चरको नामेरिकावा भन्ने ठाउँमा रहेका छौँ. अनि here at the most prominent shopping complex Halo. यहाँ सपिङ गर्ने काम गर्छ. राम्रो ठाउँ हो नामेरिकावाको. हेर्नुहोस् यस्तो सुनसान रहेको छ यतातिर. म चाहिँ एक्लै आज यता टोयामाको स्ट्रिट्स नामेरिकावामा एक्सप्लोर गर्न हिँड्दैछु. सुनसान छ. The place is like abandoned. फाइनली त्यहाँबाट निस्केर यस्तो गल्ली छ जापानको. सो मोस्ट अमेजिङ गल्ली. त्यहाँबाट चाहिँ यस्तरी हामी जान्छौँ. ओके, अब यस्तो छ. हाम्रो टर्न आउट भएपछि यस्तो लुकआउट च्यानल. पानी पर्ने वेदर छ अहिले.
त्यसपछि पानी पर्ने भएर हामी यता भर्याङ चढ्छौँ अब एकछिन भर्याङ चढ्यौँ and wow, that is the ocean right there. Hello, welcome to तपाईँहरूलाई अहिले हाम्रो पछाडि छ वर्ल्डको मोस्ट ब्युटिफुल Starbucks coffee. As I'm the coffee lover, you can see the Starbucks out there. म तपाईँहरूलाई भित्र लगेर पनि देखाउँछु के हुन्छ. You can check it out. Okay, stay tuning my channel. Now I'm gonna show you the world's most beautiful Starbucks. मेरो जुन चाहिँ मेरो पछाडि छ अब एकछिनमा तपाईहरुलाई देखाउँछु. I am at the entrance of wow, let's see what happens next. Hello guys, looking so gorgeous. यताबाट पानी झरिरहेको छ. Wow, the world's most beautiful Starbucks is right over there. हामी एकछिनमा जान्छौँ and यो एकदम रमाइलो छ. There is the world's beautiful Starbucks right there. Okay, right here I am going to the Starbucks, the world's most beautiful Starbucks. Hello guys, अब म यो टोयामा प्रिफेक्चरमा रहेको एउटा पार्कमा आएको छु. You can see the यहाँ पानी खाने पनि यस्तो राम्रो व्यवस्था रहेको छ. We can open this. पानी आयो. एकदम मजाको. यहाँ हेर्नुस् टोयलेट पनि कति राम्रो छ. यहाँ पार्क is too good, too damn good पार्क छ अहिले. तपाईले हेर्न सक्नुहुन्छ. यो पार्क यति अमेजिङ छ. यहाँ इभन यु क्यानट सी एनी डस्ट पार्टिकल. तर यस्तो राम्रो छ ग्रिनरी. वाउ, बालेन सरकारले हाम्रो देशमा पनि यस्तै गर्छ कि. अब लेट्स सी. सर भेराले नाउ. हेलो गाइस, आज मेरो यो टोयामा प्रिफेक्चरमा चाहिँ लास्ट डे रहेको छ. एन्ड आई हेभ अलरेडी सोड यु मेनी प्लेसेस. म धेरै ठाउँमा गएँ. म आमा हरासी गएँ. आई हेभ बिन टु खन्साई पार्क, स्टारबक्स एन्ड लट अफ प्लेसेस आई हेभ बिन. तर मेरो यहाँको बसाइ धेरै नै राम्रो रहेको छ. अब टुमोरो आई एम गोइङ फर द टोकियो. म हजुरलाई हाम्रो नेक्स्ट भागमा टोकियोको बारेमा पनि देखाउँछु अलि थोरै राम्रो कुराहरू. किप अन ट्युनिङ माई च्यानल. सब्सक्राइब, लाइक गरिदिनु होला, माया गरिदिनु होला. एन्ड होप तपाईहरुको मायाको एकदम खाँचो छ हामीलाई. किप ट्युनिङ दिस च्यानल.